आजको भिडियोमा हामी टियर 4 डाटा सेन्टर नेपालमा खोल्दै गर्दाखेरि के चुनौतीहरू आउन सक्छ भन्ने विषयमा कुरा गर्नेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। अब पहिलो चुनौती रहेको छ अत्यन्त महँगो लागत। यस्तो योजनाहरू सुरु गर्नका लागि 2 अर्बदेखि 100 अर्बसम्म लाग्छ भन्ने चाहिँ अनुमान लगाइन्छ। त्यो पनि कुन स्तरको डाटा सेन्टर खोल्ने हो भन्ने कुरामा निर्भर हुन्छ। यसलाई पनि 3टा क्याटेगोरीमा छुट्याइएको छ, स्मल, मिडियम अथवा लार्ज। अर्को चुनौती रहेको छ बिजुली। नेपालको हालसम्मको स्थापित बिजुली क्षमता करिब 4000 मेगावाट आसपास मात्र रहेको छ। तर यदि लार्ज हाइपर स्केल डाटा सेन्टर नेपालमा खोल्ने हो भने यसका लागि करिब 15000 मेगावाट भन्दा बेसी बिजुली उत्पादन क्षमता देशमा चाहिन्छ भन्ने चाहिँ विज्ञहरूले भन्ने गर्छ। त्यसैले यो कुरा अहिलेको लागि धेरै चुनौतीपूर्ण विषय रहेको छ। अर्को चुनौती रहेको छ जनशक्ति अथवा यसमा काम गर्नका लागि कर्मचारी। आईटी एक्सपर्ट, नेटवर्क इन्जिनियर जस्ता धेरै स्किल्ड मेन पावरहरू चाहिन्छ। तर यस्तो मेन पावर अहिले नेपालमा अझै सीमित छ। अन्तिम चुनौती रहेको छ क्लाइन्ट। कुनै पनि व्यवसाय खोलेर मात्रै हुँदैन, त्यसलाई चलाउनका लागि ग्राहक पनि चाहिन्छ। यति ठुलो लगानी गरेपछि अन्तर्राष्ट्रिय स्तरको क्लाइन्ट्स पनि नेपालमा ल्याउन सक्नुपर्छ। त्यसका लागि नेपाल लगानीकर्ताहरूका लागि सुरक्षित देश हो भन्ने चाहिँ विश्वास दिलाउन सक्नुपर्छ। त्यो विश्वास दिलाउनका लागि स्टेबल गभर्नमेन्ट चाहिन्छ, देशको नीतिमा सुधार चाहिन्छ, भ्रष्टाचारमाथि कडा कारबाही हुनुपर्छ, नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्छ, साथै जनता र सरकार एकजुट भएर एकतर्फ एउटै दिशामा लाग्नुपर्छ। तर दुःखको कुरा के छ भने हाम्रो देशमा विकासभन्दा पनि विरोध धेर देखिन्छ। पार्टी पक्षको भूमिका भनेको कुनै पनि योजनालाई कसरी सफल बनाउने भन्दा पनि त्यसलाई कसरी असफल बनाउने र आफू सत्तामा कसरी पुग्ने भन्ने बेसी ध्यान दिएको देखिन्छ। केही सांसदहरू त देशप्रेमीको मुकुट लगाएर केवल विरोध गर्नका लागि मात्रै संसद भवनभित्र छिरेको जस्तो देखिन्छ। चुनौतीहरू भरिपूर्ण छ। त्यसैले अहिलेको अवस्थामा नेपालले सुरुवातमा सानो कदमदेखि ठुलोतर्फ जानु नै उचित हो जस्तो मलाई लाग्छ। यदि भविष्यमा बिजुली, लगानी, देशको नीति र राजनीति स्तरमा सुधार आयो भने चाहिँ लार्ज हाइपर स्केल डाटा सेन्टरतिर कदम बढाउँदा फाइदामन्द रहनेछ। अहिलेलाई यति नै। अर्को भिडियोमा डाटा सेन्टर खोल्दै गर्दा के फाइदाहरू रहनेछ भन्ने विषयमा कुरा गर्नेछु। त्यो भिडियो पनि हेर्न नबिर्सिनु होला। धन्यवाद।